नमस्ते। रामदाईसँग पढाइको कुराको हामी 51औं एपिसोडमा छौँ। इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर आइसिसी को अफिसियल फेसबुक पेजबाट लाइभ छौँ। आज हामीले विशेष गरी स्टडी इन क्यानाडासँग डिस्कस भइरहेको टपिकहरूको बारेमा कुरा गर्छौँ। यसको साथसाथै तपाईसँग कुनै क्वेसन छ भने तपाईले निर्धक्कपूर्वक राख्न सक्नुहुन्छ। फर्स्ट चाहिँ जो इनसाइड क्यानाडा अथवा आउटसाइड क्यानाडा मेनली नेपालमा अथवा क्यानाडामा भएको दुवै स्टुडेन्टहरूलाई सहजीकरण हुने हिसाबले हामीले यो लाइभ सेड्युल गरेको छौँ। जो मान्छे चाहिँ नेपाली स्टुडेन्ट क्यानाडामा हुनुहुन्छ सबभन्दा पहिला स्टडी भिसामा आउनुभयो, स्टडी भिसाबाट वर्क भिसामा भनेको पोस्ट ग्रेजुएसन वर्क पर्मिट पाउनुभयो भने तपाईले कहाँ तपाईको स्ट्याटस मेन्सन गर्नुपर्छ भन्ने कुराहरू जाउँ। पहिला सोशल इन्सुरेन्स नम्बर त्यो नयाँ अपडेट गर्न पर्यो। तपाईँ स्टडी भिसामा हुनुहुन्न, वर्क पर्मिटमा हुनुहुन्छ भन्ने कुरा बुझाउँछ। त्यस्तै तपाईले ब्याङ्कमा एकाउन्ट खोल्दाखेरि स्टडी स्ट्याटसमा खोल्नु भएको थियो भने अहिले त्यो कुरा पनि अपडेट गर्नु पर्यो। सिआरएमा तपाईले आफ्नो अपडेट डेफिनेटली भनिदिनुपर्छ स्टडीबाट पिजिडब्ल्युपीमा छु भन्ने कुरा। यसको साथसाथै हेल्थ कार्ड, लाइसेन्स र अन्य जहाँ तपाईको डाटा स्टडी रिलेटेड छ त्यसमा चाहिँ तपाईको पिजिडब्ल्युपी भन्ने स्ट्याटस मेन्सन गर्नु पर्यो। तत्कालै तपाईलाई इस्यु नभए पनि फ्युचरमा इस्यु हुन सक्छ। सो दैट तपाईँ स्टडी भिसाबाट पोस्ट ग्रेजुएसन वर्क पर्मिटमा पुग्नु भएको छ भने तपाईले ब्याङ्कमा हेल्थ कार्ड, सिआरए, तपाईको सोशल इन्सुरेन्स नम्बर र अन्य जहाँ तपाईको स्टडी भनेर बेनिफिट लिइराख्नु भएको छ त्यो चाहिँ तपाईले अपडेट गर्नुपर्छ। यदि तपाईले अपडेट गर्न छुटाउनु भएको छ भने यही इन्फर्मेसनलाई बेस मानेर तपाईले अगाडि बढ्न सक्नुहुन्छ। तपाईँ स्टडी भिसा टु पोस्ट ग्रेजुएसन वर्क पर्मिटमा हुनुहुन्छ भने तपाईले विभिन्न निकायहरूमा तपाईको आफ्नो स्ट्याटस चाहिँ अपडेट गर्नु होला। यो नछुटाउनु होला। समयमा ट्याक्स फाइल गर्नु होला। यसको डेडलाइन हुन्छ, त्यो पनि फलोअप गर्नु। ट्याक्सको लागि आफू क्लियर हुनुहुन्न भने अकाउन्टेन्टसँग तपाईले अपोइन्टमेन्ट लिएर अगाडि बढ्न सक्नुहुन्छ। फर्स्ट अपडेट थियो विदिन क्यानाडामा भएको स्टुडेन्टको पिजिडब्ल्युपी आइसकेपछि कहाँ तपाईले आफ्नो स्ट्याटस मेन्सन गर्नुपर्छ अथवा अपडेट गर्नुपर्छ भन्ने कुरा। सेकेन्ड चाहिँ जस्तो 2026 मा डेफिनेटली क्याप छ ओभरअल इन्टरनेसनल स्टुडेन्टलाई। क्याप हुने बित्तिकै तपाईको फाइनेन्शियल प्रोफाइलहरू एकदमै स्ट्रङ नभइकन भिसा दिँदैन। सो दैट क्यापको उद्देश्य के हो भने तपाईको प्रोफाइल स्ट्रङ भयो भने भिजा भयो, नत्र भने चाहिँ अलिकति भिजामा टाइट गर्छ नै, यसमा डाउटै छैन। मास्टर्स डिग्रीलाई पाल रिक्वायर्ड छैन जो पब्लिक इन्स्टिट्युसनमा अप्लाई गर्दै हुनुहुन्छ। प्राइभेटमा भने पाल चाहिन्छ नै। यो नयाँ अपडेट थियो। यसको साथसाथै तपाईले कतिपय पब्लिक कलेज अथवा युनिभर्सिटी मा तपाईले अप्लाई गरिराख्नु भएको छ। कुनै सर्टेन पब्लिकै भए पनि कुनै कलेजहरुमा चाहिँ एकदमै धेरै एप्लिकेसन परेको हुनाले उनीहरूले सेकेन्ड पाल अथवा थर्ड पाल नदिन सक्छ। सम्बन्धित इन्स्टिट्युसनसँग बुझेर मात्रै तपाईले अप्लाई गर्नु होला। भोलि एकचोटि रिफ्युज भयो भने सेपरेट पाल चाहिन्छ स्टडी पर्मिटको लागि। त्यो चाहिँ सबै कलेजले तपाईलाई दिन्छै भन्ने ग्यारेन्टी हुँदैन। तिनीहरूको पनि लिमिटेड कोटा हुने हुनाले त्यो कुराहरू पनि क्लियरली बुझेर मात्रै अगाडि बढ्नु होला। र फर्स्टमा चाहिँ तपाईको स्टुडेन्ट टु पिजिडब्ल्युपी हुँदाखेरि कहाँ अपडेट गर्नुपर्छ भन्ने कुराहरू गरेँ मैले। मास्टर्सको लागि क्याप र पाल रिक्वायर्ड छैन पब्लिक इन्स्टिट्युसनमा, क्याप लागू हुने भएन। तर ओभरअल चाहिँ 2026 मा यति स्टुडेन्ट ल्याउने भनिएको हुनाले गर्दाखेरि तपाईको रिफ्युजल चान्सेसहरू बढ्छ नै प्रोफाइल स्ट्रङ भएन भने, किनकि उनीहरूको लिमिटेड नम्बरमा ल्याउने हुनाले तपाईले प्रोफाइल बहुत स्ट्रङ बनाउनु जरुरी छ। पालको केसमा पनि सेकेन्ड अर थर्ड रिफ्युजलमा सबै पब्लिक कलेजले पाल दिन्छ भन्ने छैन। पब्लिक युनिभर्सिटीको त आश एकदम कम गरे हुन्छ, तर पब्लिक कलेजको पनि एप्लिकेसन एकदमै धेरै भएको कलेजहरुमा त्यो प्रब्लम हुन सक्छ। सो दैट त्यो कुरालाई पनि तपाईहरुले मोनिटर गर्नु होला खास। अब अरु कुराहरू भनेको चाहिँ जस्तो कुन सब्जेक्ट पढ्दा चाहिँ पोस्ट ग्रेजुएसन वर्क पर्मिट पाउने कुन नपाउने भन्ने कुरा चाहिँ पहिलाको जुन अपडेट छ 2026 लाई त्यही नै कायम राखेको छ। तर 2027 अथवा पछिको लागि भने फरक हुन सक्छ। त्यो हिसाबले तपाईले भोलि हाई डिमान्डमा भएको कोर्सहरू भयो भने बल्ल पिजिडब्ल्युपी प्लस भोलि पिआर पाथवेलाई इजी हुन्छ। कोर्स सेलेक्सनमा बहुत ध्यान दिनु जरुरी छ। नेपालबाट जसले अप्लाई गर्दै हुनुहुन्छ उहाँहरूले। यसको साथसाथै अन्य क्वेसनहरू छ भने तपाईहरुले डेफिनेटली राख्न सक्नुहुन्छ। त्यसको राइट वे एन्सर तपाईले पाउनुहुन्छ। अन्य कुराहरू तपाईको जस्तो स्टडी पर्मिट को भ्यालिडिटीको कुराहरू पनि याद गर्नु पर्ला। स्टडी पर्मिटमा भएको कन्डिसनको कुराहरू याद गरौँ। पोस्ट ग्रेजुएसन वर्क पर्मिटमा भएको कन्डिसनको कुराहरू याद गरौँ। तपाईको रेस्ट्रिक्सन केही छ कि त्यो कुराहरू चाहिँ क्लियरली बुझेर मात्रै अगाडि बढ्नु होला। स्टडी टाइममा 24 आवर्स पर विक काम गर्न पाउँछ।
त्यसको लिमिटेसनलाई एकदमै फलो गर्नु होला। खास स्टडी भिसामा तपाईँ हुनुहुन्छ भने स्टडी पर्मिटको रुल्स तपाईँले फलो गर्नु पर्यो। पोस्ट ग्रेजुएसन वर्क पर्मिटमा हुनुहुन्छ भने पिजिडब्ल्युपीको रुल्स तपाईँले फलो गर्नु पर्यो। र आजको मेजर टपिक चाहिँ तपाईँ स्टडीबाट पिजिडब्ल्युपीमा जानुहुन्छ भने कहाँ कहाँ तपाईँले अपडेट गर्नुपर्छ भन्ने कुराहरू थियो। त्यो सम्बन्धित निकायमा तपाईँले अपडेट गरिहाल्नु होला। यसमा लेट नगर्नु, भोलिको दिनमा इस्यु चाहिँ आउन सक्छ। र तपाईँहरू जति पनि क्यानाडामा हुनुहुन्छ भोलि पिआर पाथवे कसरी फलो गर्ने भन्ने कुराहरूमा चाहिँ सम्बन्धित आरसिआइसीसँग किप इन टचमा बस्नुहोस्। अहिलेको अपडेटहरू आइआरसिसीको साइटहरू हेर्नु होला। कुन जब गर्दा अथवा कुन सब्जेक्ट पढ्दा पिआर पाथवेलाई सजिलो हुन्छ त्यो कुराहरू बहुत मोनिटर गर्नु। अहिलेबाट स्टार्टिङ डेटबाट नै तपाईँले त्यो प्लानिङ गर्नुभयो भने भोलिको दिनमा सहजीकरण हुन्छ। यस्तै जो स्टुडेन्टको कन्भोकेसनहरू भइरहेको छ भने एटलिस्ट 2 महिना अगाडि भिजा लजमेन्ट गर्नु। जनरली भिजिटर भिसाको डिसिजन चाहिँ 1 मन्थमा आएको देखिन्छ। यसको पनि सबैको भिसा आउँछ भन्ने भएन, इभन आफ्नै प्यारेन्ट्सको पनि भिजा आउँछ भन्ने हुँदैन। रिटर्न ब्याकको कुरालाई बढी फोकस गर्नु पर्यो। फाइनेन्सियल स्टेबिलिटीको कुराहरू, इन्कम सोर्सेसको कुराहरूलाई पनि उनीहरूले बहुत ध्यान दिएको छ। इभन स्पाउजल भिजिटर भिसा प्लस कन्भोकेसनको भिजिटर भिसाको केसमा पोस्ट ग्रेजुएसन वर्क पर्मिटमा चेकलिस्ट अनुसारको डकुमेन्ट सबै अपलोड गर्नुभयो भने त्यस्तो इस्यु देखिँदैन। एसओडब्ल्युपी एक्सटेन्सनको कुराहरूमा चाहिँ लेटेस्ट रुल्स फलो गर्नै पर्यो। सम्बन्धित पिजिडब्ल्युपी जो मेन एप्लिकेन्ट हुनुहुन्छ उहाँले चाहिँ टियर 0, 1 अर हाई डिमान्डमा रहेको जब गरेको हुनुपर्छ, नत्र भने एक्सटेन्सन गर्न इस्युज नै हुन्छ। खास त्यो कुराहरू पनि जति पनि अहिले आएको नयाँ अपडेटेडहरू छ तपाईँहरूलाई केही कन्फ्युज छ भने सोध्न सक्नुहुन्छ। प्लस तपाईँले सम्बन्धित आइआरसिसीको साइटमा गएर सबै कुराहरू हेर्ने। हामी रामदाईसँग पढाइको कुराको 51औं एपिसोडमा छौँ। आज मेजर गरी तपाईँको स्टाटस चेन्ज हुँदा कहाँ कहाँ अपडेट गर्नुपर्छ भन्ने कुराहरू फर्स्ट प्रायोरिटी रह्यो। मास्टर्स डिग्री पब्लिक युनिभर्सिटीमा भिसा रेसियो राम्रो छ। 16 मन्थ्स प्लसको कोर्समा आउनुभयो भने तपाईँले डिपेन्डेन्ट प्लस बच्चा बच्ची पनि अप्लाई गर्न पाउनुहुन्छ। प्राइभेट युनिभर्सिटीको पालको इस्यु यथावत नै रहेको छ। इभन कतिपय पब्लिक कलेजको पनि सेकेन्ड अथवा थर्ड पालहरूमा इस्यु आउन सक्छ। सो द्याट कलेज अथवा युनिभर्सिटीको त्यो सिचुएसन बुझेर मात्रै अप्लाई गर्न पनि भन्छौँ। क्याप भएको हुनाले गर्दा ओभरअल इन्टरनेसनल स्टुडेन्टको भिजा त्यति सजिलो छैन क्यानाडाको लागि। सो द्याट तपाईँहरूले सम्बन्धित डकुमेन्टेसन गर्नु बहुत फोकस गर्नु पर्यो। एसओपी फाइनेन्सियल पार्टको कुराहरू हुन्छ। अन्य एप्लिकेसनहरू तपाईँको जस्तो सुपर भिसा कसरी गर्नुहुन्छ भने सुपर भिसाको लागि चाहिँ यिनीहरूले सहजीकरण गरेको देखिन्छ। यसको रेस्पोन्स पनि चाँडो आउँछ। सबै क्राइटेरिया पुगेपछि अप्लाई गर्न मिल्ने भयो। यदि तपाईँ स्टार्टिङ फेजमा हुनुहुन्छ आइएल्स र पिटीको लागि भने आइसिसीको कुनै पनि ब्रान्च भिजिट गर्न सक्नुहुन्छ। यसको साथसाथै स्टडी इन अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, युएसए पनि क्यानाडा सहित हामी सबै ब्रान्चबाट सुरु गरिसकेको छौँ। धेरै लामो समय भइसकेको छ। सो द्याट तपाईँहरू इन्ट्रेस्टेड साथीहरूले भिजिट गर्न सक्नुहुन्छ, काउन्सिलिङ लिन सक्नुहुन्छ र जहाँ सजिलो हुन्छ त्यहाँ तपाईँ भिजिट गरेर आफू क्लियर हुन पनि सक्नुहुन्छ। यसको साथसाथै आइसिसीको कुनै पनि अफिसमा तपाईँको कन्ट्याक्ट भएन भने डाइरेक्टली अफ टाइममा भर्चुअल कनेक्सनमा पनि हामी हुन्छौँ। हामीले सोसियल मिडियामा नम्बरहरू दिएको छौँ, त्यसमा कन्ट्याक्ट गरेर अगाडि बढ्न सक्नुहुन्छ। कतिपय साथीहरूको क्वेसन छ भने डेफिनेटली मैले एन्सर गर्छु। हाम्रो सनिर सर, नमस्ते राम सर भन्नुभएको छ। नमस्ते सनिर सर। यो चाहिँ हामी निरन्तर नयाँ कुनै अपडेट आयो भने दिने भन्ने प्रायोजनले गर्दाखेरि रामदाईसँग पढाइको कुरा हामी कन्टिन्यू गरिरहेको छौँ। कन्ट्री सेलेक्सनको कुरामा तपाईँलाई यही कन्ट्री गर्नुपर्छ भन्ने जरुरी छैन। मैले मेजोरिटी क्यानाडा कभर गरे पनि अन्य कन्ट्रीहरूको तपाईँको क्राइटेरिया पुग्छ, तपाईँलाई सुइटेबल हुन्छ भने जहाँ पनि अप्लाई गर्न सक्नुहुन्छ। अथवा नेपालमै पनि राम्रो हुँदैछ, स्टडी इन नेपालको प्रावधान पनि आउँदैछ, त्यसलाई पनि हामीले कसरी सहजीकरण गर्न सकिन्छ भन्ने कुराहरूमा अगाडि बढ्न सक्छौँ। यदि तपाईँहरूसँग कुनै क्वेसन छैन भने आजको मेजर टपिकलाई हाइलाइट गर्दै म इन्डिङतिर जान्छु। फर्स्ट चाहिँ तपाईँ स्टडीबाट पिजिडब्ल्युपी अप्लाई गर्नुभएको छ, तपाईँको स्ट्याटस चेन्ज भएको छ भने तपाईँले ब्याङ्कमा सिआरए, हेल्थ कार्ड, ड्राइभिङ लाइसेन्स अथवा अन्य जहाँ तपाईँले स्टुडेन्ट स्ट्याटस भनेर एप्लिकेसनहरू दिइराख्नु भएको छ त्यो चेन्ज हुन पर्यो। मास्टर्स अथवा पब्लिक इन्स्टिट्युसनमा मास्टर्स डिग्री गर्दाखेरि भिजा रेसियो राम्रो देखिन्छ र क्याप पनि छैन। 16 मन्थ्स प्लसको कोर्स छ भने तपाईँले डिपेन्डेन्ट प्लस चिल्ड्रेन सहित अप्लाई गर्न पाउनुहुन्छ। प्रोसेसिङ टाइम प्राय स्टडीहरूको सबैको घटाएको देखिन्छ, चाँडो चाँडो नै रेस्पोन्स आएको हामीले पाउँछौँ। नेपालबाट एसओडब्ल्युपी फाइनेन्सियल कारणलाई बढी इस्यु देखाइरहेको हुनाले फाइनेन्सियल प्रोपर प्लान गरेर मात्रै अप्लाई गर्नुहोला। यसको साथसाथै तपाईँ स्टडी पर्मिटमा हुनुहुन्छ भने मेन एप्लिकेन्ट 16 मन्थ्सको स्टडी पर्मिट भ्यालिड हुनु पर्यो र वर्कमा हुनुहुन्छ भने 16 मन्थ्स वर्क पर्मिट पनि भ्यालिड हुनुपर्छ, अनि मात्रै तपाईँहरूले अप्लाई गर्न पाउनुहुन्छ। प्लस पिजिडब्ल्युपी मेन एप्लिकेन्ट हुने साथीहरूले सम्बन्धित जब काम गरेको हुनु पर्यो र मिनिमम 4वटा पेज स्टप हालेर मात्रै
भिजा लज गर्नुहोला। पछि म वेब फर्म थ्रु अरू डकुमेन्ट्स हाल्छु भन्दा कहिलेकाहीँ आइआरसिसीले वेब फर्म सधैँ हेर्छ भन्ने ग्यारेन्टी नहुने हुनाले सेफ साइट बसेर नै अगाडि बढ्न भन्छौँ हामीले। यसको साथसाथै ओभरअल इन्टरनेसनल स्टुडेन्टको संख्या 2026 मा घटाउने भएको हुनाले फाइनेन्सियल एकदमै राम्रोसँग उनीहरूले हेर्छ नै, यसमा डाउटै छैन। सो द्याट भिसा रेसियो भने जस्तै हुन्छ भन्न सकिन्न। आइएल्स पिटीको रिक्वायरमेन्ट यो जनरल कुरा हो, तपाईँहरूले थाहा पाइहाल्नु भएको छ। ग्याप छ भने ग्यापमा इस्यु नहुने कन्ट्री स्टडी इन क्यानाडा, बट ग्यापमा के काम गरेको भन्ने कुरा चाहिँ तपाईँले क्लियरली खुलाउन सक्नु पर्यो। यसको साथसाथै प्राइभेट युनिभर्सिटीको पालमा बहुत गाह्रो छ। कतिपय पब्लिक कलेजेसहरूको पनि एप्लिकेसन भोलम भएको हुनाले सेकेन्ड अथवा थर्ड पालमा समस्या आउन सक्छ। समयमै सतर्क रहनुहोला। अनि पोस्ट ग्रेजुएसन वर्क पर्मिट कुन कोर्सले पाउने कुन कोर्सले नपाउने भन्ने कुरा चाहिँ पहिलाको जुन निर्णय छ त्यो 2026 लाई यथावत रहनेछ। 2027 अथवा पछिको लागि भने उनीहरूले अपडेट गर्छ नै। सो द्याट अहिले नै अप्लाई गर्दा क्यानाडामा हाई डिमान्ड भएको कोर्स गर्नुभयो, तपाईँको ल्याङ्ग्वेज राम्रो भयो, फ्रेन्च ल्याङ्ग्वेज पनि राम्रोसँग सिक्नुभयो, नेपालको वर्क एक्सपिरियन्स पनि तपाईँले इन्क्लुड गर्नुभएको छ स्टडी पर्मिटमा भने फ्युचरमा आउने पिआर एप्लिकेसनलाई तपाईँलाई सजिलो हुन्छ। आइसिसी क्यानाडाले तपाईँको पिआर एप्लिकेसन पनि ह्यान्डल गर्छ। तपाईँ किप इन टचमा बस्न बहुत जरुरी छ। प्लस तपाईँले इमिग्रेसनमा प्रोभाइड गरेको डकुमेन्ट्सहरू सुरक्षित राख्नुहोला, त्यसकै बेसमा फर्दर एप्लिकेसनहरू गर्नुपर्ने हुन्छ भन्दै रामदाईसँग पढाइको कुराको हामी 51औं एपिसोडबाट बिदा माग्छौँ। बिदा माग्नुभन्दा अगाडि आइसिसीको नेपालको जुनै पनि अफिस तपाईँलाई नजिक पर्छ भने भिजिट गरेर एब्रोड स्टडीको बारेमा बुझ्न सक्नुहुन्छ। प्लस आइएल्स पिटी क्लासेसको लागि जानकारी लिन सक्नुहुन्छ। धन्यवाद।